जिन्दगीमा पहिलोपल्ट आमालाई केही उपहार दिन जाँदैछु। मोबाइल ल्यायो के आमा? मोबाइल ल्यायो। हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल है। फेरि पनि तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। अनि म चाहिँ आज यसरी किन भिडियो बनाउन लागेको भन्दाखेरि मसँग स्ट्यान्ड छैन, त्यहाँनिर अडाएको छु होइन। अनि मैले बाइक देखाउन लागेको होइन, म तपाईँहरूलाई अर्कै देखाउन लागेको छु। ल दाजुभाइ दिदीबहिनीहरू, म चाहिँ यहाँ आमाको घरमा आइसकेँ। आमाको घर चाहिँ यस्तो छ। ल ढोके बजे ल होइन ठुल नाति हो बजे ल्याउनु नि, म त आँखा ठर्दैन बा। मैले पनि आमालाई केही उपहार दिन जाँदैछु। कस्तो हुन्छ आउँदो दिनमा म योभन्दा ठुलो उपहार दिने कोसिस गर्छु, दिन्छु। अब दिनुपर्छ, जन्मदिने आमा हो होइन। हेर्दै गर्नु भिडियो कस्तो हुन्छ अन्तिमसम्म है त। अनि म चाहिँ अहिले गोर्खामा छु। गोर्खा यता यो बाटो चाहिँ छेपिटार जान्छ। अनि अहिले चाहिँ म बाटोमै छु। यो बाटो गयो भने चाहिँ डेस्टिनेसनमा पुगिन्छ म। अनि तपाईँले हेर्दै गर्नु होला। हाम्रो कलेजको बहिनीहरू हाँस्दै गयो होइन। हुन त हाँसा लाग्ने विषय हो। अब बाटोमा यसरी क्यामेरा ठडाएर कुरा गर्नु भनेको एउटा लाजको मर्दो कुरो पनि हो र सबैजनालाई यसरी आँट पनि आउँदैन, एउटा हिम्मतको कुरा पनि हो। तर यदि सक्सेस भयो भने चाहिँ मान्छेलाई एउटा आँट आउँदो रहेछ। तर म त सक्सेस छैन, तर पनि मैले गर्नुपर्छ। यो मेरो व्यवहार चेन्ज गर्नुको लागि भए पनि म एकदमै नबोल्ने मान्छे, म बोल्नुपर्छ होइन। संसारमा जिउनको लागि जताततै हिँड्नुपर्छ। गाडी आउँदैछ। ओके, छोरा मान्छे हो होइन, एकदम अब बोल्नु पर्ने रहेछ, इङ्ग्लिस सिक्नु पर्ने, पढ्नु पर्ने। छोरा मान्छेलाई एकदमै आवश्यकता रहेछ। पछि गएर बुझेँ यो कुरा, सानैमा बुझेको भए सायद राम्रोसँग पढिन्थ्यो होला होइन। इङ्ग्लिसहरूमा पनि टप ल्याउँथ्यो होला। तर नबुझेको कारणले गर्दा अहिले बुझिरहेको छु। त्यही भएर अहिले यो युट्युबमा अनि भिडियोमा अनि मान्छेको भिडमा बोल्दैछु। पहिला यस्तो बोल्न जान्थेन, बोल्न पनि सक्थेन पनि, लाज लाग्थ्यो। अहिले चाहिँ मलाई लाज लाग्दैन, लाग्छ तर त्यसलाई दबाउन सक्छु। ठुलो पनि भयो, अब बुढो हुन लागिसक्यो। अनि केही छैन। अनि मलाई घुम्नु मनपर्छ, नयाँ ठाउँमा जान मन लाग्छ। अनि त्यस ठाउँको भिडियोहरू फोटोहरू खिच्नु मन लाग्छ। अनि पछि गएर हेर्दाखेरि एकदम छुट्टै आनन्द फिल आउँछ। अनि मलाई पहिलो कुरा अरूको काम गर्नु मन पर्दैन, चाहे मैले हो चाहे अरूले, तर काम गर्नै पर्छ। यो एउटा मान्छेको जिउने शैली हो। यसलाई अरूको काम गर्नु पर्यो भनेर हामीले धिक्कार गर्नु हुँदैन। जति सक्छ बरु अरूको काम गरेर पछि आफ्नै काम गर्नु, त्यो राम्रो हो। अब सबैजनाको बाध्यता छ, परिस्थिति छ, सबैको आफ्नो आफ्नो ठाउँमा सङ्घर्ष छ, गर्नुपर्छ। मेरो पनि छ केही सङ्घर्ष कथाहरू, तर अब यस्तै छ। हेर्दै गर्नु होला। हाम्रो दाजुभाइ दिदीबहिनीहरू जतिजनाले मलाई चिन्नुहुन्छ सबैजनालाई नमस्कार भन्न चाहन्छु। र अहिले म गोर्खामा आमालाई भेट्न आएको छु। तपाईँहरूले अघि नै थाहा पाइसक्नु भएको छ। मेरो भिडियोको टाइटल, थम्बनेल, इन्ट्रो हेरेर सबै कुरा थाहा पाइसक्नु भएको छ। आउनुहोस्, हामी अब जानेछौँ। यो डाँडाको पल्लोपट्टि हो, त्यहाँनिर मेरो आमा बस्नुहुन्छ। ओके, हेरौँ है त। हेलो हेलो, आइपुग्न लाग्यो। आमाले फोन गरिसकेको छ।
गाइजहरू होइन अब म जाँदैछु हेर्दै गर्नु होला है त आमाको छोरी आमाको छोरी धेरै हो नमस्ते गर्दै गल्लो सलाम गर्दो को हो त्यो मलाई छोडिरहनु पर्छ म खिचिरहन्छ जङ्गल तपाईँलाई छोड्ने हो यो अब खिच्दै पठाइदिनु ल दाजुभाइ दिदीबहिनीहरू म चाहिँ यहाँ आमाको घरमा आइसकेँ आमा घर चाहिँ यस्तो छ आमाले चाहिँ छोरी पाइसक्यो रहेछ छोरालाई पाउने बेला आमाले पाएको कसैले हो तपाईँलाई कृष्णराज रह्यो न त्यहाँमा बसिरहेको थियो खुसियाली स्याउरो पनि न किन मन पर्दैन स्याउ लाठीले रहेछ बजे खै त त्यहाँभित्र हौ बस है कति तल बजे ल ढोके बजे ल होइन ठुल नाति हो बजे ल नि म त आँखा ठर्दैन बा आमै अब बजेलाई भेट्न जुर्या जुर्या गर्छ हजुर बजेलाई भेट्न जुरेको जुरे गर्छ के गर्नु आमै होइन कुन महिनामा गयो त म ठुल नाति हेर्नु भने हो के कुन महिनामा गएको हो यार कुन महिनामा गएको रे आमा म कार्तिकमा हो कि असोजै थियो होला हो त्यस्तै असोज कार्तिक त्यस्तै थियो असोजै थियो होला असोज कार्तिक पुस अहिले त माघ होइन अहिले त माघ हो 4 महिना 3-4 महिना भइसक्यो है 3-4 महिनामै आइहाल्यो फेरि म त त्यहाँ भिजा मिलेन के हजुर भिजा मिलेन मेरो भिसा मिलेन त्यो मिलाउन आएको अझ नि मिलेन अहिलेसम्म अस्ति काठमाडौँमा मिलाएर आएको छु अब 1 हप्तामा मिल्छ भने अब 1 हप्तामा मिल्छ अब 3-4 दिन होला भोलि फेरि जान्छु म भोलि नै जाने उता चितवन जान्छ चितवन जाने अनि चितवनबाट काठमाडौँ जाने होइन फेरि यहीँ आउँछु म यहाँ आएर यहाँ सुटकेस प्याक गरेर अनि बल्ल फेरि बिदा मागेर जान्छु बाजे बजे मोबाइल ल्यायो कि अब मोबाइल ल्यायो
काली ल लाइन लाइनै गयो बोमाइ दुईटा तिनटा ल्याएको चादर रहेछ त यो टिकटिकी म ल्या अनि कस्तो मोबाइल ल्याउनु तपाईँलाई किनेर ल्याएको किन ल्याएर किनेर मन छ भने लिएर आइज भनेको त कति हालेर खै कति कति हाल्यो कसले मैले किन मन परेन होइन परिहाल्छ नि अन्त त्यो ठुलो लिएर जाँदा यताउता छेउ आयो ए त्यसलाई आँखा बन्द गरे आँखा झुम्क्यो आँखा झुम्क्यो कालीले हो कस्तो कस्तो हुन लागिसक्यो त है अर्को अर्कै हुन्छ सलाम गरिदेऊ तिमी गर्छ नि त सलाम गरिदेऊ सलाम सलाम खै चार्जर त कस्तो खालको रहेछ यो आजकल त यस्तो चार्जर पो आइसक्यो अनि छ भने पो ल्याउने भने त अनि किन किन्नु पर्ने पैसा नहुन्छ तपाईँको मोबाइल यो हो अनि खतरा रहेछ त अनि तपाईँको मोबाइल त अनि ह्याङ भइसक्यो ऊ यहाँ फुटिसक्यो आज खबर चढेर यस्तो खतरा मोबाइल चलाउँदो रहेछ कति रहेछ त त्यो मोबाइल कुशलले दिएको त्यो तिमीले दिएको त मलाई त आँखै देख्दैन नानी कुशलले दिएको कति भनेपछि यो बजेलाई दिनु पर्यो कि के हो तपाईँलाई त पोते पोते के को पोते ल्याइसक्यो छोरी बजेलाई दिन्छ हो बढिया खेल्ला रे बजेलाई ल्याइदिएको यो मैले के जतन गर्छ र बा मैले जतन गर्दैन गर्दैन जतन गर्दैन ए जतासुकै छिनाइ मरे मान्छेहरू लाउँदैन त मेरो पैसा पो दुईटा तिनटा छ है काली हामी लाउने है लामा पो हुँदो रहेछ है लामै त हो त यो लाउने नभए सानो दिन तालीमा छोड हिँड्नु के हो त्यो के हो कसले सिकिदियो तँले यसपालि मलाई यस्तो किन्नु तपाईँलाई होइन हौ बर्बाद पऱ्यो उसो भए त अरे बुढीलाई ल्याइदिएछु कसले ल्याइदियो यस्तो सिकाएको भनेको त मङ्गलसूत्र भन्छ त हो काली यता काली कहाँबाट जानेछ भने त काली उताबाट ल्याइदियो ल्याइदियो भन्छ अनि के हो र बाबु त्यो छुम्को क्या बुढीलाई लैदिनु बजे नातिनलाई नक्कली कस्तो छ बजे यही मात्रै हो त बाबु यही मात्रै हो अनि एकपट्टि मात्रै ल्याउने होइन यी दुईपट्टि छ त यी दुईटा छ दुईपट्टि होइन घाँटीमा लाउने हो यो ए घाँटीमा लाउने यस्तो नि के लाउने तपाईँ लाउने हो र यो म त लाउँदिनँ बाबु अब उता नातिनी उता विदेशमा छ विदेशमा छ नातिनी
अनि किन छोडेर आएछ पशु भरमा छोडेर आएछ उसको बाउ आमै त्यही छ ए बाउ आमा त्यही छ होइन म यहाँ कुरा गर्छु कस्तो छ त खोइ त हामीलाई देखाउँदैन यहाँ राईहरू कसो हो उही विदेशी हो नानी पनि नेपाली हो नेपाली हो मिले त लो नेपाली नेपाली मिलाइदिएछ अनि छोराले मोबाइल ल्याइदिएको कस्तो लाग्यो तपाईँलाई त्यत्रो आइफोन ल्याएर खुसी हुन्न त खोइ म देखाइदिन्छु आइफोन लाग्दैछ त्यहाँ चिज नै ए नक्या क्या लाग्दै आम्बसी खुसी लागेन आइफोनको यो त खुसी नै छौ मोबाइल घडी पनि नखोली ल्याइछ त्यो घडी पुइलेर गयो उतै छ झन् महँगो हालेर लिएर आएको घडी कति हाल्यो त्यो घडीलाई उतैको कति 3000 नेपाली 3000 पर्यो यो डोरेको खुट्टा मर्कियो क्या यसको मार्यो नि मार्यो मेरो बुढी खेल्नु छोरी आमालाई मोबाइल राम्रो लाग्यो अरे कि राम्रो लागेन अरे राम्रै लाग्यो भने हुन त आमाले खतरा मोबाइल चलाएर बसेर रहेछ यसो फोन सोन गर्नुहुन्छ कि तिमी लिने तिमी लिने हेलो गर्छ नि त यसले नि हेलो गर